भाइ हजुर दाइ के छ खबर? तिम्रो तत्कालीन अवस्था के छ भन? कसरी बाँचिरहेछौ अहिले तिम्रो जनजीवन? यो देख्दाखेरि त मलाई गुच्चा खेल्न मन लाग्यो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। अन्त सानो बेलाको याद आयो नि त अक्षर। ल तिमी भन, देशको बारेमा के भन्न चाहन्छौ? देश तिमी हाम्रो एउटा देश। युवा विचार, नेपाल एउटा युवा विचार राख। हुन्छ नि तिमीहरूको पर्सपेक्टिभबाट हेर्ने नजर, देशलाई हेर्ने नजर हैन, देश कसरी देश बनाउन सकिन्छ? देश बनाउन सकिन्छ भन्ने एउटा धारणा मात्र व्यक्त गरेर त हुँदैन हैन। ठाउँमा पुग्न हामीलाई, किनकि हाम्रो जति नै ट्यालेन्ट भए पनि त्यसको युटिलाइज नगरेर देशमा चाहिँ ठुला नेता बनाउँदाहरूले चाहिँ अब आफ्नो मान्छेहरूलाई भर्ती केन्द्र, प्राथमिक भर्ती केन्द्र जस्तै बनाएको कारणले गर्दाखेरि अहिले क्षमतावान युवाहरू पनि अहिले देशमा भविष्य नदेखेर विदेश पलायन भइरहेको स्थिति रहेकोले गर्दाखेरि म अहिले यस विषयमा खासै धेरै बोल्न चाहिनँ। किनकि भर्खर के चाहिँ देशमा यदि के चाहिँ भइदिएको भए विदेश जाँदैन थियो जस्तो लाग्छ? देशमा यदि शिक्षा, स्वास्थ्य, निःशुल्क रोजगारी सबैलाई 18 वर्ष पुगेका 18 वर्षभन्दा माथिको व्यक्तिहरूलाई चाहिँ रोजगारीको लागि चाहिँ भौतारिनु नपर्ने स्थिति भयो हुने बित्तिकै भनेको देश आफै विकास हुँदै बिस्तारै विकास हुँदै जान्छ। त्यस कारणले अहिले देशमा छैन। देशमा अहिले फोकस कामको लागि भनेको नेपालमा अहिले मैले यसो विचार गरेको होइन। यस मेरो एउटा साथी पनि छ, अहिले नेपालमा काम खोज्ने भने के काम खोज्ने त? भाँडा मान्ने, अनिखेर घर सफा गर्ने, अनि होटेलमा भाँडा मान्ने, होटेलमा वेटर गर्ने। अरे कहना क्या चाहते हो? यो भन्दा बाहेकको काम अहिले काठमाडौँ भ्यालीमा छैन, पाइँदैन। त्यो जब सेन्टरहरू बसेकोहरूले पनि यिनै काम लाउने हो। अपार्टमा अलि ठुल्ठुला अलि धनी मनीहरूलाई तिनीहरू घरमा भात पकाउने, भाँडा मान्ने, हामीले पढेको एजुकेसनले काम गरेन। हाम्रो एजुकेसन A+B को होल स्क्वायरले अहिले कहाँ काम गरेको त? राइट, बात तो सही है। राइट। A+B को होल स्क्वायरले काम गरेको छैन। त्यो हुनाले गर्दाखेरि अहिले देशमा खडेरी नै लागेको छ। त्यो खडेरीलाई चाहिँ अब आउँदो चुनावमा जनताहरूले चाहिँ त्यसको विकल्प दिनु पर्यो। देशको बारेमा सोचेर को सही को गलत भनेर छुट्याएर मासु भात पेट्रोलमा नबिकिकन ये बड़ी अच्छी बात कही आप। भोट दिएर राम्रो मान्छेहरूलाई माथि पुर्याएर देशको संविधान कानुनहरूलाई सबैलाई चेन्ज गरिसकेपछि त्यसपछि देशले बिस्तारै उन्नतिको बाटो अगाडि जान्छ भन्ने अहिलेलाई चाहिँ हामी छुटौँ। किनकि देशमा लोड सेडिङ छ, मोबाइलमा चार्ज छैन स्थिति। हस् त लाल सलाम। ओके।